उहाँप्रति सधैँ मेयर साहबको व्यस्त समयको बावजुद पनि उहाँले यस पर्यटन र कृषि पेसालाई जोड्नको लागि उहाँले गर्नुभएको पहलप्रति आयोजक संस्था उहाँप्रति विशेष आभार प्रकट गर्न चाहन्छ। त्यसै गरी म थोरै आसनहरूलाई जोड्न चाहे। राष्ट्रिय लोक भजन चुडका संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति काशीका अध्यक्ष शालिग्राम गौतमज्यूलाई पनि अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी स्थानीय समाजसेवीहरू विष्णुप्रसाद गौतमज्यू, त्यसै गरी विष्णुप्रसाद वास्तोलाज्यू, निर्मल गौतमज्यू, चेतनाथ गौतम तथा उमनाथ गौतमज्यूलाई पनि कार्यक्रममा आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी स्थानीय समाजसेवी कमल प्रसाद वास्तोलाज्यूलाई पनि त्यसै गरी स्थानीय समाजसेवी कमल प्रसाद वास्तोला, त्यसै गरी खिमलाल वास्तोला उहाँहरूलाई पनि कार्यक्रममा स्मरण गर्दै यस्ता स्थानमा आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। औपचारिक रूपमा कार्यक्रम उद्घाटन भइसकेको छ। कार्यक्रमका प्रमुख अतिथि आदरणीय सधैँ मेयर साहब र सम्पूर्ण अतिथिज्यूहरूलाई कार्यक्रम समुद्घाटन समारोहमा शरीक भइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। त्यसै गरी स्थानीय समाजसेवी नारायण अधिकारीज्यूलाई पनि यथास्थानमा आसन गर्नको लागि अनुरोध गर्दै यो कार्यक्रमको औचित्य, कार्यक्रमको उद्देश्य र कार्यक्रमबारे थप प्रकाश पार्नको लागि दोस्रो दाई महोत्सव 2082 कार्यक्रमका संयोजक तथा पोखरा पर्यटन परिषदका वरिष्ठ उपाध्यक्षज्यूलाई यो आजको कार्यक्रमबारे प्रश्न पार्दिन आफ्नो केही छोटो मन्तव्यसहित कार्यक्रमबारे प्रश्न पार्नको लागि अनुरोध गर्छु। कार्यक्रमका संयोजक हरिभूषणज्यू। धन्यवाद कार्यक्रम सञ्चालक, मेरो अनन्य मित्र पोखरा पर्यटन परिषदका सचिव नारायण सुवेदीज्यू। यस कार्यक्रमका आजको यस दोस्रो दाई महोत्सवको विशाल र